ल है साथीहरू हामी चाहिँ यहाँ घुम्न निस्केको अब प्रत्येक छुट्टीमा घुम्ने प्रोग्राम बन्छ हाम्रो त्यही भएर आज चाहिँ अब चिसो चिसो मौसममा हावा पनि लागिरहेछ होइन अब चिसो छ एकदमै चिसो छ एकदम भन्नाले हिउँै परेको चिसो त भन्नु खोजेँ होइन चिसो छ नेपालकै जतिको चिसो अनि चिसो चिसो मौसममा घुम्न मजा आउँछ गर्मी महिनाभन्दा जाडो महिनामा घुम्न मजा आउने भएको भएर हामी चाहिँ एभ्री विक एभ्री अफमा चाहिँ घुम्न निस्किने गरेका छौँ ल अब यसो रमाइलो दृश्यहरू हेर्नुहोस् हजुरहरूले पनि होइन ल यसो यता हेर्नुहोस् सिटीको बिल्डिङहरू अनि यहाँ पानीको छराहरू देखिसक्नुभयो फाउन्टेनहरू त होइन फाउन्टेनै भनौँ न होइन अब हामी यतातिर लाग्छ ल साथीहरू हामी चाहिँ आइसक्यौँ होइन त्यहाँ अलिकति त्यो आधा सेकेन्ड मतलब आधा मिनटको वाकिङ डिस्टेन्स हो क्या त्यहाँबाट ओर्लिएर अनि यो चाहिँ साइन्टिफिक सेन्टर माथि लेखेकै छ होइन राम्रोसँग बकाइदा लेखेको छ अब हामी लाग्छौँ यहाँभित्र एन्ट्रेन्स ट्वेन्टी हो यहाँबाट भित्र गएर टिकट लिएर अनि फेरि भित्र जाने हो त्यहाँ चाहिँ म्युजियम हो अनि एक्वेरियमहरू छ होइन अब त्यहाँ गएपछि के छ भनेर त भिडियोमा हेर्नुपर्छ अनि यता चाहिँ फाउन्टेन पनि छ फाउन्टेन देखाइदिनु त वा ल यही हो साइन्टिफिक सेन्टरको आउटलुक अब भित्र चाहिँ मेन हो मेन जाने भनेको चाहिँ भित्र हो ल जाउँ अब भित्र साथीहरू हामीले टिकट लिइसक्यौँ होइन अनि यो चाहिँ टिकट हो हामीले दुईवटा टिकट लिएको छौँ अनि टिकट चाहिँ मैले गुगल गर्दा चाहिँ 4 केडी भनेको थियो तर 6 केडी रहेछ अहिले सिनेम्याक्स पनि हेर्नै पर्ने कम्पलसरी रहेछ कम्बो टिकट रहेछ अनि हाम्रो चाहिँ यो चाहिँ क्यामेराको लागि क्यामेराको लागि चाहिँ स्पेसल पर्मिट लिनुपर्ने भएको भएर हामीले यसमा पनि अथोरिटी के अरे अब उनीहरूले अथोरिटी दिइसक्यो अब हामी टिकट जान्छौँ अब एन्ट्रान्स पोइन्टतिर हो वहाँ दामी त्यो चाहिँ हामी यता एन्ट्रान्स पोइन्टतिर जाँदैछौँ अनि उता त्यो उसको मुभी हुन्छ नि साइन्सको मुभी के अरे त्यो एलियनहरूको मुभीको के भन्छ त्यसलाई त्यहाँ छ क्या त्यो म देखाउँछु त्यहाँ भिडियो पठाउनु देख्नुभयो त्यो जहाज भन्छ नि यस्तो हिँडेको नाम स्पेससिप भगवान् मेरो दिमाग स्पेससिप हो यो स्पेससिप छ रियल देखिन्छ स्पेससिप हो है यो स्पेससिप वाउ र साथीहरू म चाहिँ अब हामी जाँदैछौँ होइन म मात्रै होइन मेरो क्यामेराम्यान हुनुहुन्छ नि त त्यही भएर जाँदैछौँ नेचुरल त्यो नेचुरल नै हो क्या त्यो फ्लावरहरू नि नेचुरल रहेछ नेचुरल फ्लावर वा मैले चाहिँ आर्टिफिसियल भन्ने सोचिरहेको त नेचुरल हो यो साथी पुरै नेचुरल हो अर्को साइडमा पनि छ यतापट्टि पनि छ त्यो नेचुरल हामी जाँदैछौँ अब खोज्नै पर्छ म पहिला आउँछ आएको यस्तो कि बिर्सेँ कता हो भन्ने कुरा अब जाँदैछौँ दामी दामी छ हातमा टिकट लिएर त हिँडिरहेको एन्ट्रान्स पोइन्टमै आएन क्या हिँडेको भयो बिचमा हलतिर ल साथीहरू हामी चाहिँ यो साइन्स अफ ओल्ड भन्ने अर्को एउटा पार्ट छ क्या बिचमा 3-4वटा पार्ट छ यहाँ चाहिँ साइन्सको स्पेसिसहरूदेखि लिएर अनि अर्थहरूदेखि लिएर होइन नाइट डे यहाँ यता आउनुहोस् त यता चाहिँ यो अर्थ होइन यो चाहिँ अर्थ भयो अनि यसमा चाहिँ यो यतातिर नाइट भइरहेको छ यतातिर डे भइरहेको टाइपको देखाइरहेको रहेछ क्या वान पार्ट हाफ पार्ट नाइट हाफ पार्ट डे यतापट्टि चाहिँ डेवाला यतापट्टि चाहिँ नाइटवाला नाइटमा चाहिँ टाढा भएको होइन अनि अरू चिजहरू पनि छ यहाँ हेर्नुहोस् त यहाँ यो पनि दामी लाग्यो मलाई बबल टाइप छ तर नदेखिन्छ मान्छेहरू चाहिँ टेलिस्कोपहरू छ ठुल्ठुलो एडभान्स टाइपको टेलिस्कोपहरू अब टेलिस्कोप भन्नु त टेलिस्कोप है के लेखेको फ्लिप प्लेटहरू push the flip plate button to flip the plate over and see the other side. Where is the flip plate? Flip plate. Here it is. म थाहा पाइनँ यो भन्न खोजेको ल अनि यो जे भए पनि त्यही हो
अरे उता जाउँ उता थिएटरको आवाज आइरहेको छ अब हामी थिएटर 5-7 मिनट कति बाँकी थियो अब हामी जानुपर्छ थिएटरमा थिएटर सकाएर अनि उता एक्सिडेन्टतिर जाउँ ल सुन हेरौँ न के हो यसमा के साथीहरू यो चाहिँ नि यो नर्मल भिडियो चाहिँ यो आइस हो क्या यहाँभित्र आइस छ होइन आइस त अब हामीले नर्मलमा त सेतै देखिन्छ नि त तर यहाँ पोलराइज उ रहेछ क्या ग्लास रहेछ होइन यस्तो हेर्दा चाहिँ पुरा देखिन्छ यसो देखाइदिनु त कस्तो देखिन्छ भनेर र त्यस्तै हुँदो रहेछ क्या पोलराइज त्यो ग्लासले हेर्दा चाहिँ मैले यस्तो हेर्दा वा जति भयो पुरा रेनबोहरू मिक्स भएको जस्तो नर्मल हेर्दा चाहिँ सादा देखिन्छ त्यस्तो रहेछ है यो साइन्सको टेक्नोलोजी अब हामीलाई त देखाउँछ होइन अब हाम्रो हुस्सु भन्छ नि अब हुस्सु जस्तो फग भनौँ न त्यो चाहिँ यस्तो बनाएको रहेछ उनीहरूले यो आर्टिफिसियल मेड हो अनि यो कुन प्याटर्नमा घुमिरहेको छ यो हुँदो रहेछ क्या आफ्नो प्याटर्नहरू हुँदो रहेछ क्या फग घुम्ने प्याटर्न हेर्नु त यताउता यसको एउटा प्याटर्न छैन कहिले यता घुमिरहेको छ कहिले उता घुमिरहेको छ होइन यो कस्तो कस्तो घुमिरहेको छ क्लोजली अब्जर्भ द फग वाट प्याटर्न डु यु नोटिस अनि हेर्नु त मजा आउँदो रहेछ केटकेट जस्तो रमाइलो भयो मलाई त यसलाई चाहिँ यो चाहिँ टर्बुलेन्स भन्दो रहेछ है प्याटर्न इन मोसन कल टर्बुलेन्स अरे होइन यो बाउल जस्तोमा पानी छ अनि खिच्ने भनेर कता थियो ए मैले बटन चलाएको ऊ भयो ए हेर्छु नि त वेभहरू कुराहरू त्यो भूकम्पहरू आउने बेलामा पनि यस्तै गरेर हल्लिन्छ होला होइन वेभहरू ओके ओके it changes the wind speed in the tank and how the wave change explain with the wind speed यो विन्डको स्पिडमा स्पिड माथि रहेछ नि त स्पिड माथि चाहिँ विन्ड रहेछ होइन माथि आउने चाहिँ हावा आउँदो रहेछ हावाले कसरी फरक पर्छ समुद्रमा भन्ने चाहिँ रहेछ क्या अब हावा आएन अब मैले हावा बन्द गरिदिएँ हावा नआएपछि समुद्रको थालहरू चाहिँ बिस्तारै चल्यो होइन अनि यसलाई स्पिड बढायो भने चाहिँ पुरै चल्छ होइन मैले स्पिड बढाएँ है हावा स्पिड बढाउँदैछु है स्पिड बढ र साथीहरू यो चाहिँ हामी भएको एरिया होइन म यसलाई चाहिँ स्पेस मतलब जुम आउट गरेर हामी कहाँनिर छौँ अर्सको कुन भागमा छौँ भनेर पनि अझ हामी पुरै ग्यालेक्सी देखाइदिन्छौँ म तपाईँहरूलाई होइन हेर्नुहोस् यो चाहिँ यो अहिले भएको बिल्डिङ हामी बसेको बिल्डिङ हो यो चाहिँ हामी बसेको बिल्डिङ हो अनि यो चाहिँ म जुम आउट गर्दैछु है यो चाहिँ पिरियडको नक्सा अब पिरियडको नक्साबाट पनि हामी पुरै गल्फ कन्ट्रीतिर गयौँ त्यसपछि हामी कुन ठाउँमा छौँ भनेर यहाँ देखाउँदैछ होइन माथि क्याटेलाइट आयो जातिहरू माथि क्याटेलाइट आयो होइन अनि अब हामी जुम आउट घुम्दैछौँ है अर्थबाट पनि हामी एकदम टाढा गयौँ टाढा 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 अब हेर्दै गर्नुहोस् है अब हाम्रो तारा सारा सब देखिन्छ अरे साह्रै पुग्यो अर्थ यहाँ अर्बिट देख्नु भयो कि अहिले ल त्यहाँनिर चाहिँ हाम्रो अर्थ छ है त्यो चिप्लाको ठाउँमा ए अब आउँदैछ यहाँ अर्बिट देख्नुभयो 3वटा अर्बिट भयो 4वटा अर्बिट 5वटा अर्बिट 6वटा अर्बिट 7वटा अर्बिट हामी गर्दा गर्दै सब अर्बिटबाट पनि आउट भएर पुरै ग्यालेक्सी क्या पुरै ठुलै ग्यालेक्सीमा स्टार्सहरू देख्नु लाग्यो त्योबाट पनि कति टाढा आउनु भन्दा यहाँ स्टार्सहरू कति स्टार्सहरू ओ माई गॉड दिस इज अ ग्यालेक्सी अन्त एउटा स्टार हो सन भनेको एउटा स्टारमा त्यतिवटा प्लानेट छ भने यत्रो ग्यालेक्सीमा त हामी जस्तो जन्तुहरू कति नहोला है म त छ जस्तो लाग्छ के अरे अब हामी धेरै टाढा कसो टाढा भएको भएर भेट्न नपाएको मात्रै हो त्यो ग्यालेक्सी हो साथीहरू अन्त यो ग्यालेक्सीमा त हामी त कहाँ चाहिँ जान्छ मलाई ओ माई गॉड दिस इज अ ग्यालेक्सी हो अरू ग्यालेक्सीबाट पनि छुट्टिएको 2-3वटा अरू पनि रहेछन् हो भयो हाम्रो एउटा ग्यालेक्सीमा रहेछ होइन अरू पनि रहेछन् हो एबा अरू पनि छ अझै दिस इज अ भास्ट थिङ हाम्रो यो सानो सानो दिमागले पत्ता लाग्दैन लास्टमा हामी यही गर्थ्यौँ साथीहरू हामी थिएटरमा जानु लाग्यो ल सुरु भयो नेक्स्ट हो इन्जोय अब हामी थिएटर जान्छौँ ल सक्छु के हो
अबे त्यहाँबाट निस्केको हेर्नु न ओम्बो यसलाई माने मैले हेरेको ए रियल साथीहरू भर्खर थिएटर सक्यो होइन अनि मैले केही पनि बुझिनँ सब अरेबिकमा थियो हामीले यसो हेऱ्यौँ र आयौँ मात्रै म्युजिक इन्जोय गऱ्यौँ अनि त्यो एउटा एकदम एक्साइटिङ टाइपको क्लिप अघि आउँछ होइन अघि नै हालिसक्नु भयो होला भिडियोमा त्यो चाहिँ राम्रो लाग्यो अरू चाहिँ त्यस्तो बुझिनँ मैले केही साथीहरू यो चाहिँ कुवेतको पुरै म्याप होइन अनि अस्ति हामी चाहिँ यो कुवेत आयो टावरमा गएको अनि यो चाहिँ कुवेतको सबैभन्दा अग्लो बिल्डिङ चाहिँ यो भयो होइन अब हामी आज आएको छौँ यतै कतै साइन्टिफिक सेन्टरमा साइन्टिफिक सेन्टरको चाहिँ एक्ज्याक्ट कहाँनिर छ मलाई थाहा छैन होइन लोकेसन अनि अब हामी त्यहाँ जानु बाँकी छ त्यो स्काई टावर गइहाल्यो यो चाहिँ सिटी एरिया हो यो चाहिँ मेन सिटी एरियाको बिल्डिङ हो यो चाहिँ अब यो चाहिँ पुरै म्याप हो यो कुवेतको म्याप बिल्डिङहरू यस्तो रहेछ त्यति अग्लो रहेछ पुरै यहाँ लेखेको रहेछ नि त अब यहाँ पनि जानुपर्छ यो हाम्रो एउटा मिसन यसमा पनि छ टार्गेट यहाँ जानु छ एक दिन कुनै दिन आउँछ एउटा त्यसको पनि भिडियो यसो किराहरू हो यो चाहिँ यो किराहरू चाहिँ यस्तो बनेको क्या पछि ढुङ्गै बनेको क्या कसरी ढुङ्गा पनि थाहा अक्टोपसहरू पनि छ कि क्या हो त्यो सबै किराहरू हो क्या तर किराहरू कसरी ढुङ्गा बन्यो भनेर चाहिँ एकदम यो पढ्नु पर्छ सबै भित्तामा टाँसेको छ नि त्यो ढुङ्गा बनेको क्या यिनीहरू ढुङ्गाको रकबाट खोतलेर निकालेको यिनीहरू किराहरू छ केटाकेटी ल्याउनु न त साथीहरूलाई नि हजुरको भिडियो देखाउनु पऱ्यो नि मिररमा भयो भने उता पछाडि साथी भिडियो भयो भने चाहिँ मेरो क्यामेराम्यान उतापट्टि देखिराख्नु भयो होला अलिअलि भन्नुभयो ल हामी अब एक्वेरियम साइडतिर जान्छौँ यो चाहिँ जस्ट स्क्रिन हो अब एक्वेरियम साइड फेरि एक्वेरियममा चाहिँ माछाहरू छ ठुल्ठुलो माछाहरू यत्रो बुढो माछा छ एउटा मऱ्यो कि भयो 6-7 वर्ष अगाडिको कुरा हो लेट्स गो एन्ड सी गएर हेर्नुपर्छ ल एउटा बुढो माछा छ कता हो एक्वेरियममा टाउको झुकिँदो रहेछ